तपाईहरूले मोबाइलबाट चाहिँ व्हाट्सएप एकाउन्ट कसरी खोल्ने म भन्दैछु। राम्रो लागेमा एक लाइक अनि एक सब्सक्राइब गरिदिनु होला। ल स्क्रिनतर्फ लागौँ। सबैभन्दा पहिले तपाईँ प्ले स्टोरमा जाने अनि त्यसमा सर्च गर्ने व्हाट्सएप एप। व्हाट्सएप अनि एप सर्च गरे र त्यसलाई इन्स्टल गर्नुहोला। इन्स्टल गरिसकेपछि त्यसलाई ओपन गर्नुहोला। अलि वेट गरिदिनु होला। तपाईले यहाँ ल्याङ्ग्वेज सिलेक्ट गर्न भन्दैछ। ल्याङ्ग्वेज तपाईँ सिलेक्ट गरिदिनु होला। कुन ल्याङ्ग्वेज? म इङ्ग्लिस सिलेक्ट गर्दैछु। इङ्ग्लिसमै अनि एग्री एन्ड कन्टिन्यूमा क्लिक गरिदिनु होला। त्यसपछि तपाईँ आफ्नो मोबाइल नम्बर यहाँ राख्नु होला। त्यसपछि नेक्स्ट गरिदिनु होला। त्यसपछि तपाईको मोबाइलमा एउटा ओटिपी आउँछ। अलि वेट गरिदिनु होला। कनेक्ट हुँदैछ। त्यसपछि चाहिँ यस गरिदिनु होला। त्यसपछि तपाईको मोबाइलमा एउटा कोड आउँछ। यो कोडलाई यहाँ राखिदिनु होला। म राखिदिएछु, तपाईँ पनि राखिदिनु होला। अनि भेरिफाई हुँदैछ। अलि वेट गरिदिनु होला। म यस कन्टिन्यूमा क्लिक गरिदिनु होला। त्यसपछि तपाईँ आफ्नो नाम लेखिदिनु होला। अलि वेट गरिदिनु होला। तपाईँ आफ्नो नाम लेखिदिनु होला। तपाईको नाम के हो त्यो नाम लेखिदिनु होला। म लेख्दैछु। म आफ्नो नाम लेख्दैछु। तपाईँ पनि आफ्नो नाम लेखिदिनु होला। त्यसपछि नेक्स्ट गरिदिनु होला। तपाईँ यहाँ फोटो पनि राख्नु हुनेछ। अनि एड इमेल गर्दैन, स्किप गरिदिनु होला। अलि वेट गरिदिनु होला। त्यसपछि चाहिँ तपाईको एकाउन्ट खोलिसक्छ। तपाईँ हेर्न पनि सक्छ। यहाँ तपाईँ चाहिँ एड पनि गर्न सक्छ। कसैलाई कल पनि गर्न सक्छ।